लाहुरेको रेलीमाई फेसनै राम्रो हातमा रुमाल रेलीमाई खुकुरी भिरेको सेवा नमस्ते दर्शक महानुभावहरू। आज मैले युकेमा बसोबास गर्ने हामी बाहिङ बायुङ राईहरूको वार्षिक भेटघाट कार्यक्रम गत शनिबार जुन 30 तारिक सम्पन्न भएको थियो। जुन कार्यक्रममा समेटिएको गतिविधिहरूको केही झलकहरू यस भिडियो मार्फत प्रस्तुत गर्दैछु। दर्शक महानुभावहरूले यहाँ केही सजावटहरू देख्दै हुनुहुन्छ। विशेष गरेर यहाँ बाहिङ बायुङ राईहरूको संस्कार संस्कृतिलाई पहिचान गराउने अनि युवा पुस्तालाई चिनाउनको लागि यो सामग्रीहरू प्रदर्शन गरिएको छ। भिडियो अलिक लामो भएको छ, कृपया बोरिङ नमानी हेरिदिनु हुनको लागि अनुरोध गर्दछु। धन्यवाद। No. सेवा नमस्ते। हाम्रो बाहिङ बायुङ राई समाज युकेको अध्यक्षज्यू यहाँ हाम्रो क्याप्टेन रिटायर रघुवीर राईजी हुनुहुन्छ र उपाध्यक्ष फ्रेन्डली सर्भिङ क्याप्टेन बसन्त राईजी हुनुहुन्छ। बेलायतमा बसोबास गर्नुहुने बाहिङ बायुङ राई दाजुभाइ दिदीबहिनीहरूलाई आजको यो भेलाको बारेमा केही सन्देश म अध्यक्षज्यू अनि त्यस पछाडि आजको हाम्रो संयोजक क्याप्टेन बसन्त राईज्यूलाई म सोध्न चाहन्छु। सबभन्दा पहिला हाम्रो संस्थाको अध्यक्ष क्याप्टेन रिटायर रघुवीर राईज्यूलाई केही शब्द भनिदिनुको लागि म अनुरोध गरेँ। सबभन्दा पहिला त थ्याङ्क यू भेरी मच। मैले त्यो शब्द बोल्ने मौका दिनुभएकोमा हाम्रो बाहिङ राई समाज बेलायत चाहिँ अब विशेष गरेर बेलायतवासी बेलायतमा जति पनि बाहिङ राईहरू रहनु भएको छ उहाँहरूको लागि मलाई समेटेर अगाडि बढाउने भनेर एउटा समाज संस्था इस्टाब्लिस गरेको हो। अनि हामीले चाहिँ वर्षमा एकपल्ट यसरी सबैजना एकै ठाउँमा भेला भएर गफसफ गर्ने, एकअर्कासँग चिनापछि गर्ने गर्छौँ। अहिले आज चाहिँ हाम्रो 21 मई 2025 सालको दिन चाहिँ हामीले आसपुरमा यो सिङ्गल हल भिलेजमा चाहिँ यो कार्यक्रमलाई चाहिँ अहिले के भन्ने अहिले चलाइरहेको छौँ। अनि बेसिकली त अब मैले संस्थाको उद्देश्य भनिहालेँ। यहाँ युकेमा विशेष गरेर युकेमा बसोबास गर्ने जति पनि बाहिङ राई भनेर चिनिने जति पनि हुनुहुन्छ सबैलाई समेट्ने एउटा संस्था हो। अनि हाम्रो आजको त्यही संस्थाको वार्षिक भेला अर्गनाइज गरिँदैछ। हाम्रो आजको संयोजक क्याप्टेन बसन्त राईज्यू हुनुहुन्छ। आज मैले देख्दाखेरि यहाँनिर निकै सजी सजावट अनि उपस्थिति पनि निकै धेरै भएको छ। गरेर तपाईँको संयोजकमा यो आजको भेला भइरहेको छ र आजको भेलाको बारेमा यसो छोटकारीमा तपाईँ दिनुहोस् न। धन्यवाद। सबभन्दा पहिलो कुरो त यो हाम्रो वार्षिक भेटघाट नामैले हाम्रो बाहिङ राई हाम्रो वार्षिक भेटघाट हो। मैले प्लस संस्थागत रूपमा यो हामीले चाहिँ यसलाई चाहिँ मैले चाहिँ के भन्ने गरेको छु भने वर्षभरिको हाम्रो सक्सेस अनि फेलियर सबैलाई अलिकति क्लोजली निहालेर अगाडि बढ्ने दिन। अनि हाम्रो हामी सबैलाई थाहा छ युकेमा धेरै अब लाइफ अलिकति टफ छ अनि वर्षमा एकचोटि हाम्रो यो
दाजुभाइभित्रको हाम्रो एउटा वायु चुलोभित्रको दाजुभाइहरूको यो भेटघाट हो। यसलाई चाहिँ सबैले एउटा वर्षभरि हामीले गरेको काम प्लस सबै कुराहरूलाई बिर्सेर एक दिन आफ्नो दाजुभाइहरूसँगको भेटघाटको रूपमा लिएर रमाइलो गर्ने दिनको रूपमा मैले चाहिँ दिएको छु। त्यसमा सबै यहाँ हाम्रो कमिटी मेम्बर्स सबैले गर्दा अघि हजुरले भन्नुभयो अनुसार धेरै यो झकी झकाओस् यो डेकोरेसनहरू सबै उहाँहरूको सहयोगबाट सबैको सहयोगबाट एज अ टिम वर्क भएको छ। होपफुली सबैले रमाइलो गर्नुहुन्छ, इन्जोय गर्नुहुन्छ होला भन्ने आशा। अब कार्यक्रमलाई अगाडि बढ्ने क्रममा हाम्रो आसन ग्रहण गर्ने कार्यक्रम रहेको छ र यस आसन ग्रहण गर्ने कार्यक्रमलाई सहयोग गरिदिनु म हाम्रा उपाध्यक्षज्यू श्री वसन्त कुमार राईज्यूलाई हार्दिक अनुरोध गर्दछु र यस आसन ग्रहण गर्ने क्रममा सर्वप्रथम हाम्रो यस बाइङ राई समाजका अध्यक्ष श्री रघुवीर राईज्यूलाई यस मञ्चमा आइदिनु हुन हार्दिक गर्दछु। धन्यवाद। दाजु चाहिँ नै आसन ग्रहण गर्ने क्रममा यस मञ्चमा म हाम्रा विशेष अतिथि श्री विपिर धन्यवाद। यसरी नै आसन ग्रहण गर्ने क्रममा म यस मञ्चमा हाम्रो फर्मर चेयरम्यान श्री चक्र बहादुर राईज्यूलाई पनि यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अर्का सल्लाहकार श्री रामबहादुर राईज्यूलाई पनि यस स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। र यसरी नै हाम्रा अर्का सल्लाहकार श्री रिटायर्ड मेजर भर्क राज राईज्यूलाई पनि यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। जनरल एडभाइजर श्री रवीन्द्र कुमार राईज्यूलाई पनि यस स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हाम्रो अध्यक्ष श्री रघुवीर राईज्यू तथा विशेष अतिथि श्री दिव्य राईज्यूलाई प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। र यसरी नै धन्यवाद दाजुहरूलाई। यसरी नै अब हाम्रो कार्यक्रमलाई अझ औपचारिक बनाउन उहाँहरूलाई यो रो या छाता लगाइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। यसले चाहिँ हाम्रो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात भएको घोषणा गर्दछ। त्यसैले हजुर जो जहाँ हुनुहुन्छ आफ्नो स्थानबाट उत्रिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
धन्यवाद। उपाध्यक्ष श्री वसन्त कुमार राईज्यूलाई आफ्नो छोटो स्वागत मन्तव्य राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद हाम्रो जेनरल सेक्रेटरी रिमा बहिनी। सबभन्दा पहिला बाहिङ राई समाज युकेको अध्यक्ष क्याप्टेन रिटायर्ड रघुवीर राईज्यू, हाम्रो विशिष्ट आजको हाम्रो अतिथि पाहुना नेता सम्मेलन युकेश समाजको अध्यक्ष विद्य राईज्यू, यहाँ आशित सम्पूर्ण सल्लाहकारहरू, अतिथि अनि यहाँ उपस्थित सम्पूर्ण बाबाआमा दाजुभाइ दिदीबहिनीहरू अनि नानी केटाकेटी भान्जा भान्जीहरू, सेवा नमस्कार। यस स्वागत मन्तव्य व्यक्त गर्ने मौकालाई पूर्ण रूपमा मैले सदुपयोग गर्दै हजुरहरूकोमा थोरै कुराहरू राख्ने थोरै समयको लागि मैले अनुमति दिएँ। बाहिङ राई समाजले विशेषतः अहिले हामी प्रवासमा बस्ने बाहिङ भाषी युवा पुस्ताहरूले ध्यान दिनुपर्ने एक दुईवटा कुराहरू यहाँ तपाईँहरू समक्ष राख्ने जमर्को र आँट गरेको छु। यहाँ त अब हामीलाई यस्तो एउटा संस्कारी जमात चाहिएको छ, हुनुपर्छ, जसले हाम्रो लोकलको तुम्लो यालोहरूलाई नजिकबाट निहालोस्, माया गरोस्। जसरी हुन्छ यसको संरक्षण सम्वर्धन गरेर भावी पिँढीहरूलाई हस्तान्तरण गरोस्। यसरी हाम्रो यो अति सुन्दर मानव सभ्यताको सुरुवातकालीन हाम्रो मुन्डुनी कथाहरू, रीति परम्परा र संस्कारहरू हाम्रो बालबच्चा अनि भावी पिँढीलाई बाँड्न सकौँ। हामीले हाम्रो बाहिङ राईहरूको संस्कारिक रीति परम्परा र सभ्यतालाई नयाँ पुस्तासम्म पुर्याउने कि नपुर्याउने। हाम्रो नानी केटाकेटीहरूले सधैँले सबैले मन पराएको सिली साकेला, तर यही साकेलामा हाम्रो छोराछोरीहरूले अरूको नाच ढोल झ्याम्लामा झ्याम नाचेको हेर्ने कि आफ्नो लिङ्गो वाक्सा हम सेक्रेसी नाचेर नचाएर ढक्क छाती फुलाउने हाम्रो चोइस, हाम्रो जेनेरेसनको। अब हामी भित्रै रहेको सुन्दरतालाई चिन्न खोजौँ, सानोतिनो अभ्यास गर्दै जाउँ। समयले हामीलाई सिकाउँदै लानेछ र हामी सिक्दै जानेछौँ, हामी अगाडि बढ्दै जानेछौँ। तर हामीले सुरु गर्नुपर्छ आज। यहाँहरूको उपस्थितिले यो दिनको शोभा अत्यन्तै बढाएको छ। एउटा दाजुभाइभित्र एउटा बाहिङ राईको ठुलो भित्रको जमघट हो। मर्दा पर्दा सुख दुःखमा सम्झिने भाइ भाडा कक्षीहरूको भेटघाट हो। सबैले रमाइलो गर्नु हो। सम्पूर्ण अतिथिगण, यहाँ उपस्थित गण्यमान्य आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरू, यस बाहिङ राई समाजको वार्षिक भेटघाट कार्यक्रममा आउनुभएको छ। धेरै धेरै धन्यवाद भन्दै हजुरहरू सम्पूर्णलाई ससम्मान स्वागत गर्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामीले सम्मान गर्ने कार्यक्रम पनि राखेका छौँ। यसमा चाहिँ हामीले अस्ति मात्र भएको मे 17 किरात राई क्याम्पनमा भएको साकेला कार्यक्रममा यस बाहिङ राई संस्थाबाट पहिलो पटक हौसिली तथा आफ्नो मौलिक भाषा संस्कृति नृत्य प्रस्तुत गर्न मौका पाएका थियौँ र त्यसै कार्यक्रमलाई कोर्डिनेट गरी सफलता पुर्याउनु हुने हाम्रा विशेष 10 जनाको टोलीहरूमध्येका उहाँहरूलाई हामी यस स्टेजमा आज सम्मान तथा उहाँहरूको योगदान र हार्ड वर्कको लागि सम्मान गर्न गइरहेका छौँ। यस सम्मान ग्रहण हुनको लागि म यस स्टेजमा श्री वसन्त कुमार राईज्यूलाई आइदिनु हार्दिक अनुरोध गर्दछु। किङ साइजको के भन्छ
Sorry. गठन गरेका थियो र यस कार्यक्रममा छुट्नु भएका विशेष कारणवश उपस्थित हुन नसक्नुभएका हाम्रा केही विभिन्न पदमा रहेको नेतृत्वहरू मिसिङ हुनुभएको थियो र आज यसै स्टेजलाई उपयोग गरी हामी उहाँलाई पनि सम्मान तथा यस कार्य समितिमा वेलकम गर्न चाहन्छौँ। आर्मीमा रहनु भएर आबद्ध हुनु भएर क्याप्टेन जस्तो परिमाणमै पदमा प्रमोट भएको रहेछ र यसरी नै यस मञ्चमा श्री कृषि योजनालाई पनि यस मञ्चमा बोलाउन चाहन्छु। नेपालबाट विशेष रूपमा यस बेलायतको डाक्टर तोरण श्रेष्ठको लागि मार्च आउनु भएको थियो र उहाँले त्यो एक्जामलाई पास गर्नुभएका अब छिटै नेपाल जानुहुनेछ र हाम्रा भएका विभिन्न कार्यक्रममा हामी सम्मान दिन चाहन्छौँ। हामीले फ्री समयमा आफ्नो समय खर्च गरेर सहयोग गर्ने हो, संस्थामा काम गर्ने नै त्यति नै हो, त्यही हो गर्ने नै। त्यो कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट सकेको कोसिस गरि नै रहेको छ जस्तो लाग्छ। जस्तै हामीले यो विशेष गरेर साह्रो पर्दाखेरि एक दुईवटा दुई तीनवटा इभेन्टमा हामीले यो रिचुअल इभेन्टहरू अर्गनाइज गर्ने अब यसलाई त अब अवसर पाए त अब अवसरको त
कसरी भन्ने अब कति दुःखको समयमा हामीले गएर मद्दत गर्नुपर्ने ठाउँमा गर्न सक्यो। यो गर्नुमा पनि ठुलो योगदान हाम्रो साथीभाइको छ है, त्यसको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। अब अर्को म छोटकरीमा भन्नुभन्दा मात्रै लामो भइहाल्छ। अर्को चाहिँ यहाँहरूलाई म सबैलाई के धन्यवाद दिन चाहन्छु भनेदेखि हाम्रो बाइङ राई समाजले हाम्रो हड्प साङपाङको यो शून्य पारुहाङको स्ट्याचु बनाउने जुन अभियानमा हामीले 1 लाख कन्ट्रिब्युट गरेर हाम्रो संस्थाको नाम यहाँ इन्ग्रेभ गर्ने दर्ता गराउने भन्ने एउटा उद्देश्य लिएको थियो। यसमा तपाईँले कति राम्रो सहयोग गर्नुभयो, त्यसको लागि त म तपाईँहरू सबैजना जसले कन्ट्रिब्युट गर्नुभयो उहाँहरूप्रति म ऋणी नै छु है। सल्लाहकार देव राईज्यू अनि हाम्रो सल्लाहकार राम ज्यू यहाँनिर हुनुहुन्छ, उहाँहरूले नेपालमा त्यो पैसा हस्तान्तरण गर्नुभयो, युट्युबमा पनि हजुरले देख्नुभयो होला। सो हाम्रो संस्थाको नाम फरेभर त्यो प्रोजेक्ट सफल रह्यो भने त्यो स्ट्याचु रहन्जेलसम्म हाम्रो संस्थाको नाम त्यहाँ रहनेछ। हाम्रो छोरा नाति पोनातीहरू नेपाल पछि जाँदाखेरि यो संस्थाको नाम देखिनेछ है। त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। प्रब्लम 28वटा संस्था छ, त्यसमध्येमा फर्स्ट टाइम उहाँहरूले यो रिक्वेस्ट गर्ने बित्तिकै बाइङ संस्थाले चाहिँ पार्टिसिपेट गरेको छ। पार्टिसिपेट मात्र गरेन, अनि हाम्रो साथीभाइहरू विशेष गरेर हाम्रो रविनज्यू उहाँ चाहिँ हाम्रो कल्चरल एडभाइजर हुनुहुन्छ, अनि हाम्रो अब कल्चरल सेक्रेटरी हाम्रो दिलरामज्यू हुनुहुन्छ। अनफोर्चुनेटली आज उहाँ हामीसँग हुनु सक्नु भएन, हामीले कोसिस गऱ्यौँ तर पनि उहाँलाई छुट्टी मिल्न सकेन। र म हाम्रो उपाध्यक्षज्यू नै हुनुहुन्छ, उहाँको टिमले उहाँको अथक प्रयासले गर्दाखेरि बाइङ राई हाम्रो समाजले सेक्रोसीले प्रदर्शन गर्न सफल भयो। ओके, फलस्वरूप यहाँनिर छ, यहाँ देख्न सक्नुहुन्छ। यहाँ म अलिकति न्युरो भनेको फेरि तर लड्छु होला पेट ठुलो भएर। यहाँ सर्टिफिकेट पाएको छ। यो हुन त हामीले यो पार नाक ठुलो बनाउने कुरा चाहिँ होइन, तर यो एउटा यहाँहरूको हार्डवर्कको लाई चाहिँ रेकग्नाइज गरेको एउटा सानो पिस अफ पेपर त्यहाँनिर फ्रेममा गरेको छ। सो बाइङ राईले गर्नु सक्छ एक भयो भनेदेखि। हजुर धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच दिपुज्यू। अस्ति भर्खर मात्रै थाहा भयो, अहिले पनि भयो होला, हाम्रो पल्टनको सेभेन्सिआरको भान्सा हुनुहुँदो रहेछ। जमातलाई पनि यहाँले अप्ठ्यारो नमानिकन हाम्रो निमन्त्रणालाई स्वीकार गरेर राखिदिनुभयो, त्यसको लागि फेरि पनि पुरै धन्यवाद। अनि आउने दिनहरूमा पनि हामी भेट्दै गरौँ र यहाँको युकेको बसाइ सफल रहोस्, सुखमय रहोस्। Once again, I do love you. Thank you.
राम्रो आ ल सेवा दाने ल मारा को आना के आनी चाहिँ ढाइला जुल्ला बजारको मकेदिङ सेलरोटी को एम मिक्स अचार हो एम भटमा साँधेको हो एम भेज स्पिन हो एम आलुदम एम या के खाले ढिला माछा दाया ना के खाले अनि हामी चाहिँ कागको पकेटा हर चिकन मिलाने फेरि हामी पनि के आया दाया अपेडिङ ब्रो चाहिँ मारा बना अपेडिङ ब्रो अब तर अग्मिताले ओसे ब्रो अब होला दाजु ओसे दाइ के रद के लागि त मानुथुङ नि मानुथुङ मानु ल हजुर ल भन्नुहोस् के छ बहिनी ल भन्नुहोस् त मलाई बताउनुहोस् यहाँदेखि बताउँदै जानुहोस् न अचारदेखि लानुहोस् न केही हुँदैन लु लानुहोस् टमाटरको अचार हो हाम्रो नेपाली राष्ट्रिय अचार गुन्द्रुक हजुर पापड जम होइन हजुर अनि मिक्स सलाद पर्यो अनि मिक्स भेजिटेबल यो खानु हेल्दी हुन्छ होइन हजुर अनि यो पनिर बटर भागलाई धेरै लाग्छ पनिर अनि यो दाल पासेर पुसे हजुर भन्दै जानुहोस् किलो राइस अनि प्लेन राइस अलिक भन्दैछ इन्जोय गर्नुहोस् खाना यो कसले पकाएको आज बहिनी तपाईँले पकाउनु भएको हो नभन्नु होला दाजु गोर्खा भिल्ला तर मैले पकाएको पहिलो पकाएर छोडेको दाजु मैले ल गोर्खा भिल्लालाई धन्यवाद तपाईँले सेलरोटी पकाउनु भएको ल भावना छोरी लिनु है राम्रो छ हाम्रो सर काम गर्ने पनि हुनुहुन्छ उहाँले मिठो मिठो सर्भ गर्नुहुन्छ होइन सुर्खा मजाले लगाएर खाऊ है ओचिन हुन्छ उहाँ चाहिँ महारानी मालिक चाहिँ मलाई चाहिँ खानुहोस् डाली भन्नुहोस् न दिदी हुन्छ कुन माया काकी ए उहाँले बनाउनु काकीले बनाउनु भएको ओहो ल काकी तपाईँको गुन्द्रुकको अचार हामी आज काकालाई हामीले सम्झेका छौँ दिदी लिनुहोस् है Chicken number right, so 183, 183. Reading class kali saya 192. Boleh sih 192. 192. That's correct. Dua saat bagus ya, kita nomor. Waiting. Ayo number 2. Number ल अब जानुभन्दा अगाडि यहाँ एउटा टिकट पार्नुहोस् धन्यवाद ल दिदी एउटा यहाँ फेरि तानेर जानुहोस् यही स्पोन्सर गर्नुभएको हाम्रो घरमा जाने हो
1 चाहिँ हाम्रो राम राई एडभाइजर राम राईको अर्को हो दुईटा ओहो यस्तो एडभाइजर त हामीलाई धेरै चाहिन्छ हो प्रेम नम्बरी तपाईहरु आइदिनु भयो धेरै खुसी लाग्यो है अनि अब सधैँ आउनु होला साथीभाइहरुलाई पनि भन्नु होला कोसिस गर्नु होला हो त्यसकारणले गर्दाखेरि डोरी लगाउनु पर्छ हुक लगाउनु गर्नुपर्छ है हाम्रो मान भाइ यति धेरै दुःख गर्नु भएको छ यो भन्दा अगाडि हाम्रो महासचिव हो अहिले यो जोगाएर ल्याउने नै उहाँ हो नत्र यो अलिअलि ढल्किसकेको थियो उहाँले हुन्न भनेर अहिलेसम्म यहाँ ल्याउनु भएको छ अनि धेरै राम्रो उहाँले गर्नु भएको छ र आज हामी अलिकति यो उसमा आइपुगेको छौँ मोमो जाचोम के खम भयो रो अब हो खै धेर मजा नि गरेसम्मको ए हो लो जाचो तुम है मजामी माना गई मुलु पाछ तुम मारिङ रिमा पाछ तुम है आना एके बल्ल बल्ल को वर्षदेखि घुमिया लो पाछ तुम है त मुमु पिपी के खम भयो म आना एम इके खाजा है एम चाहिँ खाजालाई मारका दाया इके लोलाङ खाजाङ हो है खाजाङ दाया हो लो पिपी अब धेरै पछि गनियो एमए आना इके भेलादी रान्तानिन बो सारङ खुसी बक्का कुकु अब वर्षै पछि गइरहेको छु तुम ओक्सँग ओके एके बहिनीनुङ नम्बर हो त्यो फेलतामदिङ पिन्तामिन बो मेटी टाढौँ लो गनीलाई धेरै धन्यवाद अब मिना ओखो इके खबर लाने है मखला हप्तेलाई लाचमध्ये मागु माता हप्ते गई पछि तुम है हो ल है नम्बरी हो नि एम इके मिना के अरे माया काकी देव काकिम पाम्याम एम दा ngalla goi em rodike ngalla marpatdin ne proxodum ए ल है हो नि मका ल है ल थ्याङ्क यू यो यस्तो खालको भेलाले के पनि सन्देश दिन्छ भन्दाखेरि चाहिँ हामी भेला हुनुपर्छ र एकता हुनुपर्छ आगामी दिनहरू हामीले चाहिँ एकबद्ध भएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्दछ समग्र व्यक्तित्वहरू जो बाइङ अथवा बाइङ हुनुहुन्छ हजुरहरूले चाहिँ हामी एउटै है भन्ने मानसिकता कोसिस गर्नुपर्छ मेरो पनि त्यो सोच छ अनि त्यो भएकोले गर्दा म विन्चेस्टरदेखि आएको हो How did you like? Is it nice? You like it? What you like the most? के मन पर्यो तिमीलाई? माछा? सेलरोटी? सेलरोटी हो? ओ मम्मीलाई दिने हो मन परेन? हो गुड ल मन परेछ उसलाई ल खानु ल नमस्ते म भिडियो खिच्दैछु नरिसाउनुहोस् है ल पछि सानो हाम्रो सम्झनाको लागि उसमा हाल्नुलाई नमस्ते छोरी बाबा रमाइलो गर्नुपर्छ है ल हजुरहरू आउनु भएको छ खुसी लागेको छ वर्षमा एकपल्ट है त रमाइलो गर्नुहोस् है
सबै राजी यो चाहिँ पक्का यो कुरो बाइकको सर्भिस भयो लेनबाट अहिलेसम्म तपाईँहरूले एकदमै अगाडि बढाउँदै हुन्छ अनि आजको टेस्टिङ कुरा हुँदैन अनि हजुरले चाहिँ यसलाई चाहिँ लिनु अनि पछि हाम्रो सरस्वती भावी सन्ततिले हेरेर पनि यहीँबाट पनि केही सिकोस् भन्ने जस्तो लाग्छ अनि यो भिडियो चाहिँ मैले विश्वास छु